फरक प्रसङ्ग होइन, यो मानवाधिकारसँगै जोडिएको विषय हो र राज्यलाई नै एक खालको कालो धब्बा लाग्ने एउटा कुख्यात प्रकरण हो भन्छु मैले यसलाई। एउटा बालिका जसको बलात्कार हुन्छ र उसलाई निर्ममतापूर्वक हत्या गरिएको छ। घटना 2075 साउन 10 को हो। आज हामी कुरा गरिरहेछौँ यो 2082 सालमा 7 वर्षको अन्तराल भइसकेको र मलाई लाग्छ नेपालमा बालिका बलात्कार र हत्या, महिला बलात्कार र हत्याको घटनाहरूमा यति धेरै मान्छे उद्वेलित भएर सडकमा आएको र तल्लो तहदेखि काठमाडौँको सडकसम्म तातिएको घटना थियो यो। मलाई लाग्छ अहिले पनि मलाई त्यो एकदमै ताजा छ। यति धेरै मानिसहरू एउटा आक्रोशपूर्ण अवस्थामा सडकमा आएका थिए र घटनाको जुन खालको पृष्ठभूमि थियो त्यो पृष्ठभूमि हेर्दाखेरि पनि कल्पना गर्न नसक्ने होइन। तपाईँले सुरुमै भन्नु एउटा आङसिरिङ्ग हुने चाहिँ एउटा बर्बर हत्या हो यो। तर यस्तो घटनामा पनि राज्यको निरीहता सायद कल्पना गर्न सकिँदैन। यो दिनको कुरा होइन, महिनाको कुरा होइन र वर्षौं वर्षको कुरा। अझ भन्ने हो भने यही विषय उठाएर 6 जना गृहमन्त्री फेरिए नेपालको गृह मन्त्रालयको कुर्सीमा। नेकपा माओवादी तत्कालीन समयका माओवादी बादलदेखि अहिलेका लेखकसम्म 6 जना मन्त्रीहरूले कुर्सी साटफेर गरिसके, अदल बदल भइसक्यो। सरकारहरू अदल बदल भए होइन, एउटा निर्वाचनबाट अर्को निर्वाचन गइसक्यो। तर जुन गम्भीरता राज्यको हुनुपर्थ्यो त्यो बिल्कुलै देखिएको छैन र एउटा हत्या प्रकरण, एउटा बलात्कार प्रकरणमा सिङ्गो राज्य सम्हाल्नु भएको छ भनेर दाबी गर्छ, तर आजका दिनसम्म कसले त्यो बलात्कार गरेको हो, कसले त्यो हत्या गरेको हो भन्ने कुरा हामीलाई बताउँदैन। हामीलाई भन्नको मतलब पीडित जो न्यायको पर्खाइमा छन् उसलाई बताउँदैन। यस्तो पनि सरकार हुन्छ, यस्तो पनि राज्य हुन्छ, यो कुनै न्याय हो? अब त्यसपछि हेर्नुहोस्, प्रत्येक दिन जसो निर्मला पन्त भन्ने चाहिँ एउटा बिम्ब हो नेपालको कानुनविहीनताको लागि। प्रत्येक दिन 5 देखि 7 जना बालिका, महिला बलात्कृत र हत्या हुन्छ यो मुलुकमा। त्यसको हामी तथ्याङ्क सङ्ख्या गनेर बसिरहेका छौँ र प्रत्येक वर्ष हामी त्यो सङ्ख्या उजागर गर्छौँ र अनि मिडियामा भन्छौँ यति बलात्कृत भए, यति मारिए। राज्य बलात्कार महिला, बालिकाको बलात्कार भएका महिला र बालिकाहरूको सङ्ख्या गनेर बस्छ र सुनाउँछ, अनि हत्या गरिएकाहरूको सङ्ख्या सुनाएर बस्छ र उसको उपलब्धि त्यही छ। मलाई लाग्छ योभन्दा राज्यको अघिल्तिर शर्मनाक अरू कुनै घटना हुन्छ जस्तो मलाई लाग्दैन। तर त्यो कुर्सीमा जो पुग्छ, भुपी शेरचनले भन्नुभएको छ एउटा घुम्ने मेच माथि पुगेपछि मान्छे अन्धो हुन्छ। सायद शब्द यो मानवाधिकार मैत्री शब्द होइन अन्धो भन्ने। सायद उहाँहरू त्यहाँ पुगेपछि केही देख्नुहुन्न। यदि राज्य साँच्चीकै इमान्दार हुन्थ्यो, लाग्थ्यो भनेदेखि एउटा बालिकालाई त्यो ढङ्गको नृशंस हत्या भएको घटनाको लागि न्याय दिलाउन सक्दैन? के त्यति कमजोर भइसक्यो नेपालको न्याय प्रणाली? के त्यति कमजोर भइसक्यो नेपालको प्रहरी प्रशासन? 6 जना त नेपालका प्रहरीको आइजिपीहरू नै परिवर्तन भए। यो घटना जति बेला घट्यो त्यति बेलाका आइजिपी त त्यो पद छोडेर गएर पार्टीमा 2 चोटि चुनाव पनि लडिसक्नु भयो। अहिलेको गृहमन्त्री जो बहालवाला गृहमन्त्री हुनुहुन्छ रमेश लखेत, म उहाँलाई यो कार्यक्रम मार्फत उहाँलाई आह्वान पनि गर्न चाहन्छु। उहाँले भन्नुभएकै थियो निर्मला पन्तलाई म चाहिँ नि न्याय दिलाउँछु। उहाँ स्वयं निर्मला पन्तको चाहिँ आन्दोलनहरूमा उहाँ सहभागी हुनुभएको छ। के गर्नु? मान्य गृहमन्त्री रमेश लेखकज्यू, तपाईँले जनतालाई कमसेकम निर्मला पन्तको परिवारलाई जवाफ दिनुहोस्, के गर्नुभएको छ? यो म एउटा नागरिकको हिसाबले तपाईँसँग प्रश्न गर्दैछु र जवाफ माग्दैछु। तर दिँदैन यो जवाफ यो राज्यले, मलाई कुरा प्रश्न थाहा छ।
हामी त बोल्नै हो, हामीले त आवाजहरू बाहिर लिएर आउने हो, हामीले त यस्ता घटनाहरू भइरहेको छ भनेर नदेखेको भए देखाउने हो। तर निर्मला पन्तको विषयमा अब हेर्न बाँकी के छ, सुन्न बाँकी छ, के छ, खोज्न बाँकी के छ। 5 वटा कि 6 वटा त समिति नै बने त्यसको लागि भनेर। ती समितिहरूले के गरे भन्दाखेरि मलाई लाग्छ निर्मला पन्त नेपालको न्याय प्रणालीमा एउटा ठुलो कालो धब्बा हो। नेपालको शासन प्रशासन चलाउँछु भन्नेहरूलाई एउटा ठुलो तमासा हो। तर उहाँहरूलाई यो चड्कनले, यो तमासाले कहीँ छोएको छैन। र फेरि पनि म भन्छु, कमसेकम तपाईँ हामीहरू जस्ता मानिसले, तपाईँहरू जस्ता सञ्चार माध्यमहरूले यस्ता विषयहरूलाई सार्वजनिकरण गरिरहनुपर्छ, घचघचाइ गरिरहनुपर्छ र प्रश्नहरू गरिरहनुपर्छ। जब हामी प्रश्नबाट भाग्छौँ, जब हामी प्रश्न गर्न डराउँछौँ, चाहे मिडिया होस् चाहे चाहिँ नागरिक हुन्, अनि त्यो सत्ता निरङ्कुश हुन्छ, अधिनायकवादी हुन्छ, त्यो सत्तालाई एकदमै उसले चाहेको जस्तो गर्नको लागि बाटो खोल्छ। त्यसकारण तपाईँ हाम्रो काम प्रश्न गर्ने हो र प्रश्नबाट भाग्नेहरूले तपाईँ हामीमाथि शासन गर्ने अधिकार पनि राख्दैन। र म फेरि पनि आग्रह गर्न चाहन्छु, राज्य जिम्मेवार बनोस् र एउटा बालिकामाथि जुन खालको नृशंस चाहिँ नि अपराध भएको छ, त्यो अपराध त्यो एउटा व्यक्ति होइन। यदि राज्यले त्यो अपराधीलाई सार्वजनिक गर्न सक्दैन भने त्यस अपराधको भागी राज्य बन्नुपर्छ र त्यो कुनै दिन चाहिँ राज्य अपराधी भयो भनेर कसैले औँला ठडाउने ठाउँ नबनोस्, त्यो म आग्रह गर्न चाहन्छु। आशंकाका सुईहरू चाहिँ अब धेरै ठाउँमा घुमेको छ होइन। अब त्यो आशंका भएकै हिसाबले फलानु भनेर त हामी भन्न सक्दैनौँ होइन। धेरैले आशंका गरेका छन् कि यसमा चाहिँ कथित भिआइपीहरूसँग सम्बन्धित पक्ष नै जोडिएको कारणले यो घटनालाई यसरी दबाउन खोजिएको छ भन्ने आशंका गर्नेहरू नै प्रशस्त छन्। तर अब सडक आशंकाकै कुराले चाहिँ हामीहरूले यो कुरालाई भन्न सक्दैनौँ। त्यसकारण चाहे जोसुकै होस्, चाहे त्यो माथिल्लो तहको होस् चाहे तल्लो तहको होस्, जोसुकै होस्, अपराध भनेको अपराधको न कुनै लिङ्ग हुन्छ, अपराधको न कुनै वर्ण हुन्छ, अपराधको न कुनै जात हुन्छ, अपराधको न कुनै दल हुन्छ, अपराधको न कुनै सानो भन्ने हुन्छ न कुनै ठुलो हुन्छ। अपराध भनेको अपराध हो। चाहे त्यो एकदमै सुटेड बुटेड भएर करोडौँको गाडीमा चढेर हिँड्ने मान्छे होस् चाहे सडकमा हिँड्ने मान्छे होस्, अपराधको फ्रेमवर्कभित्र, बाक्साभित्र त्यो अपराधी नै अपराध गर्न जसले गर्छ त्यो अपराधी हो। त्यसकारण राज्यले त्यो अपराधमा को संलग्न भएको छ भनेर हेर्ने, अपराधमा संलग्न भएको मान्छेको जात के हो, वर्ण के हो, थर के हो, धर्म के हो, लिङ्ग के हो, दल के हो भनेर हेर्ने होइन। त्यसकारण राज्यले निर्मम भएर यसको खोज नीति गर्नुपर्छ र यसको चाहिँ अपराधी पत्ता लगाउने दिशामा अगाडि बढ्नुपर्छ। तपाईँले योसँग जोड्नु भएको चाहिँ यो विषयमा मान्छेको ध्यान बढी केन्द्रित भयो। यस्तै घटनाहरू अरू दर्जनौँ, अरू सयौँ, अरू हजारौँ पुग्न थालिसके, त्यसमा चाहिँ केन्द्रित हुन सकेको छैन किन भन्ने जुन तपाईँको प्रश्न छ, त्यो एकदमै स्वाभाविक कुरा हो। यो एउटा बिम्ब, मैले सुरुमै भनेको थिएँ, एउटा नेपालको बालिका बलात्कार र हत्याको घटनाका सन्दर्भमा पहिला पनि यस्तो घटनाहरू हामीले भएको देखेकै थियौँ र पछि पनि मैले सुरुमै भने 5देखि 7 वटा घटनाहरू यस्ता दैनिक भइरहेका छन्। त्यस यताको 7 वर्षको तपाईँले तथ्याङ्क हेर्नु भने यसको भयावह कहालीलाग्दो तथ्याङ्क तयार भइसकेको छ। तर यो एउटा बिम्ब हो नेपालको न्याय प्रणालीमा, नेपालको अपराध कर्ममा, फौजदारी न्याय प्रणालीमा हामीले के गरिरहेका छौँ, हाम्रो हैसियत के रहेछ त, हाम्रो राज्य कहाँनिर रहेछ त, हामी कतिसम्म चाहिँ नि पीडितलाई न्याय दिन सक्ने हैसियतको राज्य बनाएका रहेछौँ भन्ने एउटा बिम्ब हो। र यसले बारम्बार हामीलाई गिजाइरहेको छ। निर्मला पन्त जस्ता अरू सयौँ हजारौँ पन्तहरूले, बालिकाहरूले हामीलाई प्रश्न गरिरहेका छन्, गिजाइरहेका छन् र राज्यलाई कुरी गरिरहेका छन्। त्यसकारण यो एउटा निर्मला पन्त अब एउटा व्यक्ति होइन, यो एउटा मिसाल हो, एउटा बिम्ब हो र यो सबै खालका यस्ता घटनामा निर्मला पन्त भनेर जोडिएर आउने एउटा बिम्ब बनेको छ। त्यसकारण कमसेकम यो अरूलाई पनि न्याय हुन्छ है भन्ने कुरा तपाईँ सुनिश्चित गर्नुहुन्छ भने निर्मला पन्तको घटनाबाट राज्यले एउटा सुरुवात गरोस्, राज्यले न्याय प्रदान गर्ने चाहिँ नि पहल कदमी लियोस् भन्ने अपेक्षा गर्न सकिन्छ। मैले सुरु नै भने अब तर
भर पर्ने कुनै ठाउँ छैन। प्रहरीले चाहँदाखेरि कतिपय यस्ता कुनै क्ल्यू नै नछोडिएका, कुनै घटनाको लागि प्रमाणका आधारहरू नै नछोडिएका अपराधहरूमा पनि अपराधीलाई पक्रने र दण्डको कठघरामा लिएर आउने काम थुप्रै गरेको छ। यो निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनामा जे जस्ता प्रमाणहरू सङ्कलन गरिएको थियो त्यसैका आधारबाट पनि अपराधीसम्म पुग्न सकिन्छ भन्ने कुरा चाहिँ थुप्रै अपराध विज्ञहरूले भन्छन्। नेपाल प्रहरीमै अवकाश प्राप्त भएका अपराधका विषयमा अनुसन्धान गर्ने विशेषज्ञ पूर्व अधिकारीहरूले यो कुरा पटक पटक चाहिँ सार्वजनिक रूपमै भनेका छन्। त्यसले गर्दाखेरि यसमा त्यो क्ल्युज नभेटाएर या अपराधीसम्म पुग्नको लागि कुनै प्रमाणै फेला नपरेर पुग्न नसकेको हो कि भनेर भन्न सक्ने ठाउँहरू छैन उहाँहरूको कुरा सुन्दाखेरि। किनभने हामी विशेषज्ञ होइनौँ यसका, जसले यसमा विशेषज्ञता प्राप्त गरेका छन्, जसले अनुसन्धान यो कर्ममा चाहिँ विशेषज्ञता हासिल गरेका छन्, उनीहरूको कुरा सुन्ने हो भने यसमा नहुनुपर्ने र नसकिने कुनै आधार कारण छैन। तर भइरहेको छैन। अब यहाँनिर फेरि एउटाको इच्छा शक्ति भएन, एउटा सरकारको भएन, होइन, एउटा गृहमन्त्री हुँदा सकेन, एउटा प्रहरी प्रमुख हुँदाखेरि सकेन भन्ने हो भने यहाँ त 6-6वटा परिवर्तन भइसक्यो र पनि किन भइरहेको छैन भन्ने प्रश्न छ। त्यसकारण सरकारले आफूमाथि लागेको जुन आक्षेप छ, सरकारमाथि गरेको जुन शङ्का छ, त्यो निवारण गर्नको लागि पनि यसलाई चाहिँ एकदमै गम्भीर भएर यसको अनुसन्धान हुनुपर्छ र अपराधीसम्म पुगेर यो अपराधीलाई चाहिँ दण्डको घेराभित्र ल्याउनु जरुरी छ। अब डिएनए नै थुप्रै व्यक्तिहरूको डिएनए परीक्षण गरिएको भनिएको छ, होइन, झन्डै 600 भन्दा बढी मानिसकोलाई अनुसन्धानको दायराभित्र ल्याइएको भनेर प्रहरीले बताएको छ। प्रमाण नै नष्ट भएको कारणले हामीले कसैलाई न्याय दिन सकेनौँ भनेर राज्यले हात ठड्याउन मिल्ला र मलाई त त्यस्तो लाग्दैन। र त्यति बेला तात्कालिक समयमा जो मानिसहरूलाई शङ्काको घेराभित्र ल्याइएको छ र जो व्यक्ति यो अपराध कर्ममा संलग्न छ भनेर त्यति बेला एकदमै नजिक पुगेको भनेर भनिएको छ, त्यो मान्छेलाई पछि छाडिएको छ। त्यो मान्छेप्रति अहिले फेरि अरू मानिसहरूको सार्वजनिक रूपमा पनि आशंका चाहिँ नि देखिएको छ भन्दाखेरि यसलाई फेरि सुरुदेखि नै अनुसन्धान गर्नुपर्छ। योसँग जोडिएका अरू आशंकित पक्षहरू छन्, अरू छोप्न खोजिएको कुराहरू छ भनेर जसले आम मानिसहरूले आशंका गरिरहेछन् भने त्यतातिर पनि अनुसन्धानको चाहिँ सुई घुमाउनु पर्ने हुनसक्छ। त्यसकारण त्यतातिर अनुसन्धानको दायरा बढाउनुपर्छ भन्ने मलाई लाग्छ र प्रमाण भेटिएन या प्रमाण नष्ट गरियो भनेर यसबाट उम्कने ठाउँ चाहिँ नि राज्यले पाउँछ भन्ने मलाई लाग्दैन। त्यो उम्कने सक्ने ठाउँ पनि छैन र मलाई लाग्छ कि प्रमाणै नभेटिएर निर्मला पन्तलाई न्याय दिन नसकेको भन्ने ठाउँसम्मको स्तरको प्रमाण लोप भएको घटना पनि यो होइन, मलाई त्यस्तो लाग्दैन। पाउलिन् त भनेर प्रश्न गर्ने नै होइन, पाउनै पर्छ। मैले सुरुमै भने निर्मला पन्त एउटा बिम्ब, नेपालको बलात्कार घटना, बालिका बलात्कार घटनामा, बलात्कारपछिको हत्या गरिएको घटनामा यस्ता थुप्रै घटनाहरू भएका छन्। यो घटनामा यदि निर्मला पन्तले पनि न्याय प्राप्त गर्न सकिनन् भने अरू थुप्रै मान्छेहरूको मुख बन्द हुन्छ। निर्मला पन्तको घटनालाई बन्द गरिनु या उनको फाइल बन्द गरिनु भनेको अरू थुप्रै बालिकाहरूलाई बलात्कृत हुनको लागि बाटो खोल्नु हो। थुप्रै बलात्कारीहरूलाई चाहिँ नि के अरे मैदान खुला गर्नु हो। के हामी त्यस्तै समाज बनाउन चाहन्छौँ? के हामीले खोजेको समाज त्यस्तै हो? हाम्रा बालिकाहरू, हाम्रा महिलाहरू, हाम्रा दिदीबहिनीहरू बलात्कृत भइरहन् भन्ने खोजेको हो हामीले यो राज्य? के हाम्रो राज्यको अनुहार त्यस्तै बनाउन खोजेका छौँ? निर्मला पन्तलाई न्याय नदिनु भनेको यो राज्यमाथि यस्ता प्रश्नहरू, 1000 प्रश्नहरू उब्जिने कुरा हो। त्यसकारण मलाई लाग्दैन कि हामी त्यति निर्मम बाटोतिर, त्यति दण्डहीन समाजतिर, त्यति कालो धब्बा बोकेर हिँड्ने राज्य बनाउनेतिर हाम्रो राज्य प्रशासन उद्धत छैन, लाग्दैन। र कुनै न कुनै ढङ्गले निर्मला पन्तले न्याय प्राप्त गर्नेछन्, प्राप्त हुनुपर्छ। प्राप्त गर्ने दिशामा हामी सबै संलग्न हुनुपर्छ, यस्ता आवाज उठाइरहनुपर्छ। राज्यले पनि गम्भीर भएर सोच्नुपर्छ भन्ने लाग्छ। प्राप्त गर्लिन् कि भन्ने होइन कि प्राप्त हुनैपर्छ, निर्मला पन्तले न्याय पाउनैपर्छ। हाम्रो एउटा मात्रै विषयमा हामी केन्द्रित हुनुपर्छ भन्ने लाग्छ मलाई। निर्मला पन्तको सँगसँगै म जोड्न चाहन्छु, हामीले अलिक बढी केन्द्रित यो विषयमा भएर केन्द्रित भयो। अरू थुप्रै घटनाहरू जो अनुसन्धानको दायरामा रहिरहेको छ, अनुसन्धान सकिएर अदालती प्रक्रियामा छ। र अर्को त्योभन्दा पनि ठुलो कुरा के छ भने बलात्कारका घटनाहरू कति सार्वजनिक भएर आउँछन्, कति चाहिँ नि अदालती प्रक्रियासम्म पुग्छन् र त्यो प्रक्रियासम्म पुग्दाखेरि चाहिँ हाम्रो समाजले
एउटा पीडितलाई चाहिँ नि बढी अझ बढी पीडित बनाउने र पीडक चाहिँ अझ स्वच्छन्द भएर हिँड्ने जुन खालको समाज हामीले सृजना गरिरहेका छौँ, त्यस्तो समाजमा पनि न्यायको लागि जो लडिरहेका छन् उनीहरूलाई न्याय प्राप्त हुन्छ है भनेर ढाडस दिनको लागि पनि नेपालको न्याय प्रशासन, नेपालको प्रहरी प्रशासन र नेपालको मिडिया जगतले चाहिँ ती आवाजहरूलाई बलियो बनाउनुपर्छ र उनीहरूको लाई हिम्मत भर्नुपर्छ। त्यसको लागि पनि निर्मला पन्त जस्ता बलात्कृत भएका घटनाहरूमा न्याय प्रदान गर्नुपर्छ र त्यसको आवाज बलियो बनाउनुपर्छ भन्ने लाग्छ मलाई।